हेलो गाइज ओबो चाहिँ हामी अಯ್या हेलो गाइज भने यहाँ उ गयो अब चाहिँ हामी जान थाल्यौँ है यहाँ हुनुहुन्छ हाम्रो दादा यहाँ हुनुहुन्छ अर्को दादा अनि यो चाहिँ हाम्रो बाइक हो Button right. Pull. Ini हामी दादा बस हिँडेर जान्छु म त्यहाँ उठ के यस पछि भन्छु the rider change guys. Let's go. डर मान्नु हुँदो रहेछ लास्टै भने मलाई खै किन आजकल मैले हिँड्नु पनि डर लाग्छ यार जाम राइट अर्को पुल आयो भने त म बस्दिनँ है हजुर किन भन्दैछु त यो मलाई डर लागिरहेको भनेर आज हो किन डर लाग्यो भने यो मोटरसाइकल पनि ठुलो छ कि मैले योबाट हामी कहाँ थाहा पाउनुहुन्छ नयाँ होइन सो गाइस दादाले चाहिँ भर्खरै त्यहाँ बाइक गिराउनु भएको छ खोलामा जुत्ता बचाउने चक्करमा बाइक गिराउनु भएको छ त्यही देखेर चाहिँ हाम्रो रविन दादाले साह्रै डर लागेर आफ्नो जुत्ता मोजा सब खोलेर बस्नु भएको छ र दादा चाहिँ अब बचाउन जानुभयो ल कुद्नुभयो छपक पानीमा गर्दै दादा चाहिँ हिरो भएर दादाको इन्जिनमा पानी पस्यो होला भन्दै कुदिएर जानुभयो अनि त्यसपछि चाहिँ आफ्नो बाइक सारा लग्न सक्नु भएन तर बिस्तारै लग्नुभयो सरर लग्ने जस्तो कन्डिसन पनि छैन आफै हेर्न सकिन्छ अनि हामी चाहिँ बाइक निकालेर गयौँ फलो गऱ्यौँ हामीले हाम्रो दाइले चाहिँ सानैमा साइकल चलाउँदाखेरि जहाँ पानी हुन्छ त्यही चाहिँ हाल्नुहुन्थ्यो है अब जिन्दगीमा फर्स्ट टाइम यस्तो खोलोमा बाइक हाल्न पाउँदा चाहिँ बहुत खुसी हुनुभएको छ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो हेलो साइकल पानीमा हाल्ने ब्रदर खोलामा पानी हाल्न सरी खोलामा साइकल हाल्नु पाउँदा बाइक हाल्नु पाउँदा कस्तो लागिरहेको छ तपाईँलाई बहुत बढिया मजा आइरहेको छ यो खोलामा पानी हाल्नको लागि हामी 532 किलोमिटर मकै चलाएर पाँदै बाँड्दा
ब्याग भिर्न साह्रै गाह्रो भएर हाम्रो एकदम ढङ्ग भएको दादाले चाहिँ 2-2वटा ब्याग सँगै बाँधिदिनु होइन, पछाडि अडेस लाग्नुहुन्छ भनेर। अनि त्यसपछि बाँधिमाग्यौँ। उहाँले चाहिँ खै कुन्नी कसरी बाँध्नु भएको थियो, फेरि फुस्क्यो, फेरि बाटोमा ब्याग गिर्यो, फेरि हाम्रो चाहिँ अर्को दादाको ढङ्ग सुरु भयो। त्यसपछि उहाँले चाहिँ ब्याग यसरी बाँध्नुपर्छ भन्नुभयो। अनि हामी चाहिँ त्यहाँबाट मैले एउटा ब्याग भिरेँ, एउटा ब्याग बाँध्यौँ र हामी त्यहाँबाट निस्किन्छौँ। अब बाटो साह्रै गाह्रो गाइस, घुम्न भन्न मात्रै हो, बाटो बस्न कति गाह्रो हुन्छ पछाडि भन्ने कुरा कसलाई थाहा छ। यो मेरो हेर्नुहोस् त, रूपरङ्ग हेर्नुहोस् त कस्तो भएको छ। हामीले चाहिँ त्रिपुराकोट बजार पुगेर चाहिँ हामी चाहिँ अहिले सेफोक सन्डो नेसनल पार्कको हेडक्वार्टरमा आइपुगेको छौँ र
हामीले चाहिँ यहाँ टिकट काट्नुपर्ने हुन्छ अनि हामी यहाँबाट चाहिँ टिकट काउन्टर छिर्यौँ। त्यहाँ चाहिँ हामीले 15-20 मिनट वेट गऱ्यौँ। कोही पनि आएनन्। उहाँको मान्छेहरूले चाहिँ हामीलाई जानुहोस्, कोही पनि हुँदैन, रिटर्न आउने बेला चाहिँ दिनु होला टिकट भनेर भने। त्यसपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। किन गाइस सबै हेर्न सक्नुहुन्छ गधाहरूको लस्कर। गधाहरूले आजकल रातो ब्यागमा चाहिँ सामान लिएर हिँड्ने गरेका छन्। Like homestay or hotels like structure. Yeah. Oi, आइसक्यो आउँ मेबी हिँडौँ क्या होइन पुगेन क्या पुगेन के हिँड्दिउँ न रातभरि रातभरि बाघले नखाए त भइगयो ल के जान्नु यहाँबाट सेपक्सन्ड अगाडि हिँड्ने हामी कागेनी भन्ने ठाउँमा नबसेर अब अगाडि बढ्ने निदो गरियो कता यतै हो तल हो कि यता हो जतिको अन्त अप्ठ्यारो छ मलाई भए होइन के भन्दा यो जुत्ताको के नमिलेर कान्छौँला मात्र खाइरहेको राइट होइन कान्छौँला मात्र खान्छ त्यो लेप्टो मात्रै अरू दाग के हुन्न। हामी चाहिँ राति हिँडिरहेका छौँ। साँझ परेर हामी हिँडिहाल्यो पुगिहाल्ला भनेर तर एउटा कुरा चाहिँ मिस्टेक गरियो हाम्रो एजेन्सनमा के अरे यो दुईवटा बाटो भएपछि के गर्ने राति न केही थाहा हुन्छ न केही हुन्छ न मान्छे छन् यहाँ टु मच एउटा बाटोमा झन् बिर्सेर पारी गइसक्यो गाह्रो छ यहाँ लेट्स सी कहाँ पुगिन्छ यहाँ लाइट तार हेर्नु न बत्ती यहीँबाट लगिरह बत्ती लगाएर यही बाटो हो भेरी टायर्ड पछाडि चाहिँ हामी जाँदा होइसिन्छ नहोइस्यो। हेलो गाइज यो यस्तो किन लाग्यो क्यामेरा फाइनली गाइज जाँदाखेरि देखाउनु त आफूले देखाउनु गर्दा गर्दा म डर लागिसकेको यहाँ हेर्नु गाइज डर आफ्नो फेसमा देखाउनु न मलाई त कसम भने